एउटा त साग हाल्नु पऱ्यो, साग सही आएको छ। दुईवटा गाजर हाल्छु, एउटा यो हाल्नुपर्छ लोकल। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज म आएको छु खानेकुरा किन्नलाई। विकेन्डमा 2 दिन अब छुट्टी भयो, शनिबार आइतबार खानुपर्छ के अरे। अनि 2 दिनमा चाहिँ कतिको खर्च हुन्छ, आज कतिको किनमेल गरिन्छ, एउटा सामान्य खानेकुराहरू है किन्दाखेरि कति खर्च हुँदो रहेछ भन्ने आजको भिडियोमा तपाईँहरूलाई देखाउँछु। ल जाउँ, आज मार्टतिर जाउँ अनि किनौँ। सबभन्दा पहिले म लिन्छु यो गाडी। ल म छिर्दैछु है खानेकुरा। सबभन्दा पहिले यस्तो सामान ठुलो छ, अहिले त एकदम दामी बनाएको छ। यता फर्स्टको लाइन। आज म एउटा सामान्य तरिकाले विकेन्डमा खाँदाखेरि कतिसम्म चाहिँ खर्च हुन्छ भन्ने देखाउँछु। तरकारी अनि सागपात के हुन्छ म किनेर, तर के किन्छु त्यो पनि देखाउँछु र कतिको बिल आउँछ त्यो पनि देखाउँछु है त। सबभन्दा पहिले सलादबाटै सुरु गरौँ है त। म एउटा हालेँ काँक्रो, एउटा काँक्रो जो कि 2480 छ है। भिडियो अलिकति लङ हुनसक्छ होला। अनि गाजर रहेछ यहाँ, गाजर यतिले चाहिँ पुग्दैन, तरकारीहरू रहेछ है। अनि हालौँ फर्सी, फर्सी हालौँ एउटा, भेज नि खानुपर्छ होला। दुईवटै हालिदिउँ, दुईवटा चाहिँ फर्सी हालौँ। गाजर ठुलो देख्दैन, ठुलोवाला छैन भने चाहिँ दुईवटा यही हालौँ। दुईवटा गाजर हाल्छु, दुईवटा गाजर। पहिला कुखुरा हाल्नु पऱ्यो लोकल कि भ्या कि क्या। अनि यहाँ रहेछ मासुको लाइन, ठ्याक्कै दुईवटा मात्र बाँकी रहेछ। एउटा यो हाल्नुपर्छ लोकल है। मासु हाल्यो, अब एउटा चाहिँ अन्डा हाल्नु पर्यो के अरे, होइन आलु, एउटा आलु चाहिँ हाल्छु। साइज मिलाएर राखिरहेको छ, हेरेर कहिले काहीँ कुहिएको पनि हुनसक्छ। त्यसपछि एउटा आलु पनि हाल्यो, थोरै अदुवा पनि हाल्नुपर्ने छ। कोठामा छ कि छैन, यो हाल्यो अदुवा। ओके, अब चाहिँ फलफुलतिर जानु पऱ्यो। बनाना त हाल्नु पऱ्यो कि, त्यसमै एउटा हाल्छु बनाना। कुन चाहिँ हाल्ने, सबै यस्तै रहेछ। अलिकति हेरेर ठिक्क हो। ए हाल्छ, 8वटा छ, 2-4 भएछौँ, यही बिग्रेछ यार। यो अलि ठिक छ। ल एउटा बनाना हाल्यो, अहिले पानी सानी सबै हाल्नुपर्छ। एउटा बनाना हाल्यो, अब एउटा हालिन्छ गोलभेडा। सबै गुले हुन्छ, फेरि कुन हाल्ने। यस्तो गोलभेडा छ, एउटा चाहिँ हालिन्छ है। एउटा हाल्यो गोलभेडा है, गोलभेडा हाल्यो। यता खरबुजाहरू पनि बेचिरहेको छ, के यो सब अलि पछि खानु पर्ला। एउटा त साग हाल्नु पऱ्यो, साग सही आएको छ। जम्मा 1001 पनि होइन रहेछ। साजाङनी इको हो त के नआएदैन यो फोङ तो है।
फोटो अतम आधे आधे यो साग चाहिँ प्लास्टिकमा हाल्नुपर्छ एउटा लान्छ हालेर यो यस्तो प्लास्टिक हालेर एउटा हाल्यो साग अब चाहिँ के हाल्यो अब हाल्नुपर्ने चाहिँ एउटा पेस्ट हालौँ त यहाँ पुरै नेचुरल हाल्नु पऱ्यो भनेको 3टा वाला छ सबै केमिकल वालै रहेछ कुनै नेचुरल हाल्छु है यो एउटा चाहिँ पेस्ट हाल्यो है यो चाहिँ थाहा छैन कस्तो छ ट्राई गरौँ तर नेचुरल हो सबै पानी फेरि छिटै हाल्नुपर्छ आज फेरि के छ भने नि फेदाल गर्ने टाइम ठ्याक्कै 7 बजी मात्रै छ पानी चाहिँ हालौँ 2टा पानी त खालको छ महँगो छ जस्तो हुन्छ हामी ठिक्कको हालौँ यो 1981 हाल्यो 2टा पानी अब चाहिँ पानी हालिसकेपछि दुध हालेर चाहिँ गनायो काटमा ढिँडिहाल्यो दुध मेल हामीले जहिले खाने दुध चाहिँ छैन तर त्यसकै अर्कै रहेछ यो खुवाउँदैन दुध छैन भने अब दही लिएर जानु पऱ्यो क्या यो पनि एउटा जम्मा रहेछ त्यो के लानु भनेर नि भोलि पर्छ लानु पर्ला यो एउटा दही लिएर निस्कौँ अब चाहिँ हुन्न नभए फेरि फेदाल हुन्न है लैजाउँ अब हेरौँ त कति हुँदो रहेछ फेदाल गर्ने 5,000सम्मको रहेछ यानि कि 50,000 यहाँको ठिक्कै पुगेन यो एक क्षण पुगेन के ल्याउँ के चक्लेट्स ल्याउँ एउटा चक्लेट्स हाल्नुपर्छ च्युइङगम छ एउटा च्युइङगम नै हाल्नु धेरै सामान भएर त्यहाँ राखिदिएँ मैले है अब थोरै खानेकुरा आज जुन खाइन्छ सबै एउटा बक्समा हालेर लान्छु किनकि सबै जाँदैन नि त बाइकमा प्याक यसरी गरेँ प्याक गर्न नि आएछ मलाई त यसरी प्याक गरेर अब लान्छु लोड भयो आजको सपिङ यति भयो भने चाहिँ सामान्य खानेकुरा खाँदाखेरि जाँड रक्सी खाइएन भने नि हप्ताको विकेन्डमा चाहिँ 2 दिन खाँदाखेरि लगभग 5-6 मान नेपाली भन्दाखेरि 5,000 देखि 6,000 को बिल आउँदो रहेछ क्या ठ्याक्कै अनि सुविधा के छ भने 5,000 नेपाली 5,000 र यहाँको 5 मानभन्दा बेसीको सामान किन्नुभयो भने अनि यिनीहरूले फेदाल गरिदिन्छन् क्या डेलिभर गरिदिन्छ अनि डेलिभर गरिदिएपछि आनन्दै सामान धेरै भइसकेको थियो लान सकिँदैन थियो अरू प्याक गरेर छोडिदिएँ अनि बाँकी बाइकमा यसो स्कुटीमा हालेर अब जानु पर्यो भनेर हिँड्यो र मसँग चाहिँ एउटा पटपटै छ है बिना नम्बरको हुन त बिना नम्बरको यहाँ हुन्न चलाउन पहिला नम्बर थियो अहिले चाहिँ छैन रहेछ आजको ब्लगमा यति अब भेटौँला अर्को ब्लगमा च्यानललाई सब्सक्राइब गरेर सहयोग गर्नु होला बाइ टेक केयर